काठमाडौँ तपाईँले काठमाडौँको बारेमा कसरी एक्सप्लेनेसन गर सुरेश लामा भन्नुभयो कसरी गर्नुहुन्छ भन्नु काठमाडौँ एउटा राम्रो सहर हो काठमाडौँमा चाहिँ बालेन्द्र सरले राम्रो गर्नुभएको छ काठमाडौँमा म बस्छु काठमाडौँ मेरो स्टुडियो काठमाडौँ त्यही भएर मलाई काठमाडौँ एकदमै प्यारो लाग्छ यो काठमाडौँ सहर राम्रो सहर हाम्रो सहर काठमाडौँ सक्यो यस काठमाडौँ लगाएर 20 चोरी काठमाडौँ लगाएर अनि सक्दिनु यार अनि काठमाडौँ त काठमाडौँ हो नि त अनि और नेपालको सबसे मनपर्ने फेभरेट प्लेस कुन हो मलाई जहाँ मैले माया गर्ने मान्छे छ त्यही हो भन्नु न कुन ठाउँ एकदम मनपर्छ नेपालको सबसे यो ठाउँ चाहिँ मलाई एकदम मनपर्छ होला नेपालको यो ठाउँ चाहिँ मलाई जतिसुकै आयो भने नि मलाई एकदम मनपर्छ जस्तै खोइ त्यस्तो ठाउँ के छ र मलाई त त्यस्तो ठाउँ प्यारो लाग्दैन के मलाई माया गर्ने मान्छेको साथ भएपछि जुन ठाउँ पनि स्वर्ग लाग्छ फिलोसफी अफ द नाइट ट्रिपल गाइस चिताउन अरे त चितवन राम्रो छ अब हुन्छ नि नेपालमा पनि धेरै भन्दा एक्ट्रेस 77 तिमीलाई कहाँ त जाउँ लाग्छ भन्दा नेपालगञ्ज थ्याङ्क यू कमल दाई फर मनीगन नेपालगञ्ज तिमी नेपालगञ्जमा बस्छौ नेपालको सबसे गर्मी हुने ठाउँ नेपालगञ्ज कतिसम्म जान्छ 38 है 38 गर्मी महिना सुरु भइसक्यो यार काठमाडौँमा गर्मी हुँदैन होइन त्यो सुरु भयो कि नभएको थाहै छैन मलाई त अनि त्यसपछि पानी परेको ननस्टप पानी भइरहेको कुखुरा कराइरहेको छ त त्यता कुखुराको फार्म छ नि मैले कुखुरा फार्म खोलेको छु पानी र बिजनेस साइड बिजनेस मासु बेच्दा नि भयो अन्डा बेच्दा नि भयो है अनि मल बेच्दा पनि भयो 3 चिजबाट फाइदा ट्रिपल धमाका फाइदा यता टिकटक लाइभ पनि बसिया छ कुखुराको चार हाल्न गयो टक्क 4 हाल्यो अनि हाल्यो म भन्यो एउटा गेम लगायो अनि टक्क गयो 4 हाल्यो अनि फेरि आयो फेरि कन्टिन्यू गर्यो यस्तो राम्रो कस्तो लाग्यो आइडिया वाह क्या बात है तिम्रो त्यो कुखुरा फार्म अनि फेरि अलिकति स्मेल आउँछ नि कुखुरा फार्मबाट त नि आउँदैन कुखुरा फार्ममा यस्तो गर्ने हो नि त कुखुरालाई पाल्ने हो अनि फार्म भित्रै थुन्ने होइन अन्त टक्क बिहान बोक्ने निकाल्ने गेटबाट बाहिर लहर दिने साइड मोलको फाइदा हैन सिर्फ कुखुराको मात्रै फाइदा हो ए लोकल कुखुरा हो ए म त ब्रोइलर हो कि भनेको सेतो कुखुरा हो कि भनेको हैन गाना टक्क निकाल्ने अनि कुखुरालाई बिहान पहिले बाँध्नु बस्छ क्या त्यस्तो गर्यो भने है कति जाने कि त्यही नै महँगो छ त यहाँ मासु
कति छ लोकल कुखुराको 1 केजी लोकल कुखुरा तिमीले खानु नखाइकन कसले सुन्छ कुखुरा कसैले किनेर खानु आफै पाल्ने हो आफैले काट्ने हो बेच्दाखेरि यस्तै त्यो के एकैचोटि बेच्ने हो नि त एकैचोटि 30-40 बेच्ने नि त अनि त्यसरी सेलमा लगेर बेच्ने नि त त्यो एउटा एउटा बेच्ने नि त कुखुराको मालिक नि कुरा यदि गर्नु त्यो कुखुराको भनेपछि त्यो त अनि कन्सल्टेन्सी छोडेर कुखुरातिर पो लागेको कुखुरा कन्सल्टेन्सी छोडेर त कुखुरा किन्न आएको अब कुखुराको नाम लिनु भने त्यसरी कराको परै गर्छ कुखुराको नाम के हो फेरि होइन कुखुरा छ भने मन त्यस्तो बनाउँछ तपाईँले म हिँड्छु भन्नुभयो मलाई फुकालिदियो भने होला भाले त पुरै कराइरहेछ त नि कि पोथी करा हो पोथी पनि देखिरहनु थाल्यो फेरि पोथी कराउँदैन के भन्छ अनि बाँच्ने बेला त अहिले कहाँ हो त नि 1 बजे त कहाँ बाँच्छ त अनि कुखुरा बिहान 4 बजे दिनभरि कराउनु त नि बेलुका बहुत कराउनु पर्छ बेलुका 6 बजेपछि कुखुरा कराउनु 6:30-7 बजेपछि कुकुरी कहाँ भन्ने त बिहान होइन र बिहान 4 3:30 बजी कुखुरा कराउनु सुरु गर्छ अनि दिनभरि कुखुरा कराउँछ दिनभरि कुखुरा कराउनु त दिनभरि कराउँछ बेलुका त अर्कै किसिमले कराउँछ कक गर्छ नि त कसरी गर्ने त पोथी हो नि भाले पनि गर्छ नि बिहान त बाँच्ने मात्रै हो नि बेलुका 7 बजेपछि कुखुरा कहिले बाँच्छ नि अब 7 बजेपछि कुखुरा बाँच्छ भने राम्रो हुन्छ भनेर 7 बजेपछि कुखुरा बाँच्यो भने राम्रो हुन्न 7-8 बजेपछि कुखुरा त्यो कराइरह्यो भने हुन्छ नि राम्रो हुन्छ नराम्रो हुन्छ भन्छ नि थाहा छैन के एक्ज्याक्टली म त सोच्छु कुरा किन गएर यतिखेर किनकि भाषा भन्छ नि त किनकि हुनेवालामा छ बाढी हुनेवालामा छ अथवा भूकम्प आउनेवालामा छ यस्तो हो घरमा केही नराम्रो हुन्छ नि भनेर भन्छ नि त पुरानो मान्छेहरूले राम्रो तिम्रो जस बिजनेस फर्स्ट हाउस फुल होस् राम्रो होस् तिम्रो कुखुराको बिजनेस राम्रो होस् अनि अझै प्रगति गर्दै जाउँ कुखुराले अझै बच्चा दिँदै अन्डा दिँदै गओस् अझै त्यसबाट बच्चा निस्कोस् बच्चाले फेरि अन्डा दियोस् अन्डाबाट फेरि बच्चा निस्कोस् एउटा कुखुराको फ्यामिली होस् हैन फाइदा यार जे गरे पनि फाइदा यार कति राम्रो गाइस वाउ कुखुरा देखाउनु रे कमेन्टमा यस्तो हुन्न रे गाइस किन देखाउनु पर्यो कुखुरा उसले भनेपछि भइहाल्यो नि त कुखुरा देखाएकै तर तिमीले ढाँट्या हो कि भन्ने कुरा हो कि यहाँ छिमेकीको करा हो कि अनि तिमी जस्तो मान्छेले कुखुराको बिजनेस चाहिँ किन गर्छ र भन्ने कुरा हो नि त झुट बोलेको हो कि भन्ने हो कि यहाँ मान्यता चाहिँ त्यही भएर होइन अहिले धेरै होइन 33 अढाईको दिन मात्रै छ 33 भनेको त धेरै हो नि यार 33 वटा कुखुरा भनेको त लगभग यार त्यो पनि लोकल कुखुरा भनेको अनि खाँदैनौ काटेर कहिले कहिले चट्ट खान्छौ कुखुराको मासु मनपर्छ झोल मनपर्छ
मासु ग्रेभी झोल मासु त्यो खाइदिनु कुखुराको तिम्रो ग्रेभी त्यो झोल टाइप पनि नै म पानी आइदिएर के भोक लागेर होला है दसैँ खाएको यार पक्कै खाएको मासु त खायो त भयो त एकचोटि सुने त लोकल कुखुरा ग्रेभी मासु अनि भात अनि साग दाल है टमाटरको चटनी धनियासँग होला हजुर ए अनि बस त्यति भइसक्यो सक्यो नि गाइज लाइभ इन गरौँ क्या हजुर फास्टिङ गऱ्यो भनेको कहाँ यस्तो कुरा गर्नु यस्तो नगरौँ अन्नपूर्ण गर्दैन हजुरलाई मनपर्छ के मन पर्दैन रे अन्डा खानुहुन्न है हामीलाई अन्डा त्यस्तो धेरै हुन्न किनकि तिमी गर्नुपर्छ बच्चन खानुपर्छ त्यही भएर त्यो अन्डा जुन छ नि अन्डा माथि बस्छ नि पोथी होइन अनि बच्चा निस्किने होइन अनि तर त्यो अन्डालाई हिटर माथि राखिदियो भने आउँदैन गर्छ त ल्याबमा गर्छ त तिमीले ल्याब बत्ती बालेको हुन्छ कति 60-70 कतिको अनि त्यो बत्तीबाट त्यो टेम्परेचर मेन्टेन गर्न निकाल्छ त गर्छ होला है हाँसको बच्चा भने त्यही त गरेन हाँसको बच्चा ए हाँसे के गर्छ हाँसेको गर्छ के हो हेचिङ yes bro I know English well very well sometimes it's happen ट्रिपलमा ल गाइस अरु के छ भने भनौं के सोध्नु छ सबलाई तपाईहरुको के इच्छा छ के छैन गाइस कसैलाई सुन्ने इच्छा आकांक्षा छ भने तपाईको टी-शर्ट कस्तो राम्रो आएको छ ग्रेट यस नयाँ हो भर्खर निकालेर ट्याग लगाएर देखेर हैन नयाँ त हैन पुरानै हो म कपडा कम किन्छु के कपडा किन्दिन भन्दा पनि हुन्छ राम्रो छ कलर आई लाइक दिस कलर म मन पर्छ कलर रेड केटीहरु फेभरेट रेड पिंक यस्तै त हो नि कलर कस्तो छ थाहा छैन लाइनमा चाहिँ एकदम मिठो कलर देखेछ यस्तै छ तर अलिकति त्यो त लाइभमा अलिकति त भइहाल्छ फिल्टरले हैन राम्रै छ है गाइस कति भन्नु न यसलाई तपाईको त तपाईले पिंक कलर मन पर्छ तर कुन दिएको डल पिंक त्यो गर्लफ्रेन्डले दिएको तपाईले डल मन पर्छ गिफ्ट दिएको थियो गर्लफ्रेन्डले ए त्यो तिमीले अगाडि राखेर बस्नु रहेछ सही हो त्यहाँ टक्क लाएर राख्यो हैन कहाँ राख्ने त अनि अन्त राख्ने ठाउँै छैन अब केटीहरुको जस्तो पुरै रुम सजाउने बानी छैन हैन भद्रगोल हुन्छ रुम हेर छोरा मान्छे एक्लै मान्छे हैन अब अलि मान्छे आम जान कोही पनि हुँदैन अनि स्टुडियो मेन सजाउनु पर्ने कुरो हैन त्यहाँ राख्दियो त्यसो हेर्दा पनि कस्तो राम्रो देखे हैन हेर न के हो कि म गलत छु राम्रो देखेछ पिंक कलर भन्नुभयो त्यो कहाँ त्यही गयो के के कलर पिंक रेड ब्ल्याक येलो पनि हैन ओरेन्ज टाइपको अझ ओरेन्ज राम्रो हुन्छ यस्तो हुन्छ व्हाइट
बोयफ्रेन्ड चाहियो भन्दै हुनुहुन्छ। यस्तो गरौँ न, कस्तो किसिमको चाहियो हजुरलाई बोयफ्रेन्ड? कालो गोरो, नाक चुच्चो कि थ्याप्चो कि कस्तो? यसो गर्नु न है, मलाई सम्पर्क गर्नुहोस्, मैले त्यही काम गर्ने गरेको छु अहिले। टाइम हजुर बोयफ्रेन्ड खोजिदिने, गर्लफ्रेन्ड खोजिदिने होइन, त्यही गर्ने गरेको छु। तपाईँले मलाई चाहिँ कल गर्न सक्नुहुन्छ। तपाईँहरूको रिक्वायरमेन्ट भन्नु, कति पढेको नपढेको होइन, गाउँको सहरको, छोटो लाउने होइन, अब लामो लाउने नलाउने टाइपको तपाईँहरूले मलाई कल गर्न सक्नुहुन्छ। म चाहिँ त्यो हजुर क्वालिफिकेसन कति चाहियो तपाईँहरूलाई, त्यसमा चाहिँ ठिक छ डिस्काउन्ट हुन्छ हजुरहरूलाई। हाइट कति चाहियो तपाईँको? हाइट चाहिँ हाम्रो 3 फुटदेखि लिएर छ है। तपाईँहरूलाई कति त्योभन्दा कम चाहिँ छैन। 3 फुटदेखि तपाईँको 6 सम्मको हामीले व्यवस्था गर्न सक्छौँ। अनि त्यहाँसम्म पुगेपछि चाहिँ अब तपाईँहरूलाई कुन किसिमको चाहिन्छ, त्यो 5.5 भन्दा माथिको चाहिँ अलिकति एक्सपेन्सिभ हुन आउँछ होइन। तपाईँहरूलाई चाहिँ अब 3 को चाहिँ 3 देखि 4 सम्मको चाहिँ तपाईँलाई अलिकति चिप छ होइन, त्यसको अलिकति सस्तो छ। अब तपाईँहरूलाई कस्तो प्राइस त अब के भन्नु अब है, प्राइस कपडा हो र प्राइस भन्नु। तपाईँहरू मलाई सम्पर्क गरेर आउनुहोस्। मैले 4-5 जना मान्छे राखेको छु डन्डा लिएर, एउटा कोठाभित्र आएर तपाईँहरूलाई राम्रोसँग त्यो मसाज गर्नुहुन्छ है। थ्याङ्क यू सो मच गाइज। आफू त महादेव कसले देला बर भन्छ कि एउटा के उखान छ नि। गीत नगाएर हो कि? मेरो फेभरेट भन्ने केही नै हुन्न कि। तिमी किन फेभरेटतिर लागेको छौ भने? एकदम अहिले रिसेन्टली मन परेको सङ। रिसेन्टली मन परेको सङ के मन पर्यो मलाई गाइस? थाहै छैन। सबै कुनै एउटा नेपाली यो सङ चाहिँ मलाई अहिले मन पर्छ। 2-4 महिना त्यसपछि नयाँ सङ मन पर्ला। त्यस्तो सबै मनपर्छ, त्यस्तो यही भन्ने हुन्न। तपाईँले गाएको सङहरूमा सबसे तपाईँलाई यो सङ चाहिँ मैले गाएकोमा चाहिँ मलाई यो सङ चाहिँ एकदम मनपर्छ भन्ने पनि छ सबै? त्यही जब जब तिम्रो साथ राम्रो गाएको छु मैले त्यस्तो फिल हुन्छ मलाई कहिले कहिले। हजुर ल है साथीहरू, के गर्नु, यस्तै छ। हाम्रो यता सगुनजी हुनुहुन्छ, सगुनजीको घरमा सगुन लिएर नजानु होला है साथीहरू। तिमी के बिजनेस पनि गर्ने, अब गेम पनि जित्ने, अब कुखुरा पनि पाल्ने, पैसा कमाउने। थ्याङ्क यू बिन कासिम, वेलकम होइन है। के हो? केक। केक, थ्याङ्क यू। ओके। Oh, या चारैतिरबाट अनि 4 हातमा लड्डु भन्छ, 2 हातमा लड्डु भन्छ। धन्न कन्सल्टेन्सी छोडेछ, नत्र त कन्सल्टेन्सीबाट पनि अलिकति आउँछ, यता लाइफबाट, यता कुखुरा फार्मबाट है। अबै 4तिरबाट पैसा कमाएर बुढाइ पालिदिन्छ है यिनले त यार साथीहरू। केटाहरू मक्खै हुन्छ होला, यतिको श्रीमती पाउन पाएँ भनेदेखि होला आफू त घरमा बसेर मजाले खाइन्थ्यो भन्नु।
है मासु र भात मासु र भात त्यो पनि लोकल कुखुराको पैसै पैसा यता हेर पैसा अगाडि हेर पैसा पैसै पैसा पैसाले पैसाको बिस्तारमा सुतिन्छ होला तपाईँ पैसाले किन बिस्तारमा सुत्छ होला Oh, thank you so much, guys. Bin Kasim for Bin Kasim. Okay, for Bin Kasim the song. Okay. ल तिमी पनि गीत सुन है अलिक ठुलो भोल्युम गरेर कुखुरा पनि सुन्छ